यो जात दर्ता भन्ने कुरो पनि हामीलाई थाहा थिएन। यो किनभने यस्तै धानहरू यो लोकल धानहरू उन्नत धानहरू हाइब्रिड धानहरूलाई पनि दर्ता गरेर राख्नु रहेछ के। अहिले हाम्रो यो काउनको अत्याधिक माग छ, तर हामीले पुर्याउन अझै पनि सकिरहेको छैन। र अहिले पछिल्लो पटक धेरै ठाउँबाट माग आएको हुनाले अब हाम्रो यहाँका किसानहरू काउनो खेती गर्न उत्साहित छ। महत्त्वपूर्ण राम्रा गुण भएका स्वादिला हाम्रा लोप उन्मुख हामीले धेरै बालीहरू चाहिँ संरक्षण गर्नुपर्ने देख्यौँ। त्यो अन्तर्गत हामीले अब संरक्षण गर्ने क्रममा गयौँ। त्यसको गुण के फेरि कहिले पनि किरा लाग्दैन, कहिले पनि पुरानो हुँदैन काउनको जात। हाम्रो बाली प्रजननको कार्यक्रम सुरुमा हामीले जात पहिचानपछि दर्तापछि त्यसको जातको चाहिँ स्रोत बिउको संवर्धन व्यवस्थापनका पद्धतिहरूलाई कसरी विकास गर्ने र त्यसपछि चाहिँ प्रोडक्सन टु मार्केटिङ सिस्टमलाई चाहिँ कसरी व्यवस्थित गर्ने, यसरी चाहिँ होल चेन अफ रिसर्चमा चाहिँ हामीले काम गरेछौँ। जात दर्ता गर्नको लागि 10 वटा किसानको चाहिँ थोरै पहिला चाहिँ, किनभने यो धेरै फल्दैन, यसको उत्पादन धेरै हुँदैन, तर यसको बजार मूल्य चाहिँ बढी पर्नको कारणले गर्दाखेरि र यसमा रोग किराहरू नि कम लाग्ने, नढल्ने, बास्नादार पनि छ, खान मिठो नरम। तपाईँको यो गुन्द्री बुन्नको लागि पनि आनन्दले हामी 5 फिटको मान्छे सुत्न पनि मिल्ने गर्दाखेरि यो धान चाहिँ अति आवश्यक रहेछ भनेर हामीले चाहिँ यो जात दर्ताको प्रोसेसमा गएर चाहिँ यसको नाम पनि त्यसमा झिनमा नराखेर हामीले कनक जिरा भनेर राखेर चाहिँ अहिले चाहिँ हामीले धान चाहिँ स्टोर गर्छौँ सामुदायिक बिउ ब्याङ्कमा स्रोत बिउको रूपमा चाहिँ। यो चाहिँ कनक जिरा धान हो। यसलाई चाहिँ हामीले किसानको खेतबारीमा लगाउनुहुन्छ बिउको रूपमा चाहिँ राम्रोसँग रगिङ गरेर उहाँबाट उत्पादन गरेको बिउ चाहिँ हामीले यसरी हाम्रो यो सामुदायिक बिउ ब्याङ्कमा चाहिँ स्टोर गरेर राखिन्छ। किसानका सङ्गठित संस्था, सामुदायिक बिउ ब्याङ्कहरू, किसान समूह सहकारीहरू सबै आफै आएर चाहिँ यो बिउलाई चाहिँ त्यहाँ परापूर्व कालदेखि संरक्षण गरेका, सम्वर्धन गरेका रैथाने तथा स्थानीय जातहरूलाई दर्ता गर्न सकुन्, राष्ट्रियको अभिलेखीकरणमा चाहिँ राख्न सकुन् भन्ने हिसाबले हामीले त्यो दर्ता प्रक्रिया स्थानीय तथा रैथाने जातहरूलाई असाध्यै सरलीकृत गरेका छौँ। जबसम्म बिउ चाहिँ सूचित हुँदैन तबसम्म यसको व्यावसायिक कारोबार गर्नको लागि चाहिँ कानुनले बन्देज गरेको छ। त्यसकारणले गर्दाखेरि हाम्रो अनौपचारिक क्षेत्रहरूमा जुन परापूर्व कालदेखि भएका बिउ रैथाने बिउहरूलाई चाहिँ हामीले यसलाई विस्तार गर्ने, यसलाई बीज वृद्धितिर लैजाने, व्यावसायिक कारोबारतिर लैजाने, क्रमशः यो इन्फर्मल सेक्टर अनौपचारिक क्षेत्रलाई औपचारिक बिउ प्रणालीमा रूपान्तरण गर्ने पाटोको रूपमा पनि हामीले हेरिरहेका छौँ। हाम्रा बुढापाकाहरूले त्यो डल्ली मसिनोको महत्त्व बारेमा धेरै कुराहरू जानकारी गर्नुभयो र खान स्वादिष्ट नरम बिरामी सुत्केरी अवस्थामा र पाहुना पाछा आउने सत्कार गर्ने रूपमा चाहिँ एउटा राम्रो स्थानीय बाली चाहिँ डल्ली मसिनो भएपछि हामीले यसलाई दर्ता गर्ने क्रममा गयौँ। यसको चाहिँ विशेष गरी चारित्रिक गुण चाहिँ स्थानीय रूपमा पाइने यो चौडा र लामो पात भएको हुन्छ। चौडा र लामो पात भएको र हरियो पाक्ने बेला पहेँलो हुन्छ पात भने यसको फुलको रङ चाहिँ सेतो हुन्छ। अनि यसको दाना चाहिँ डल्लो आकारको, बिचको भाग पहेँलो र नात्रा अनि बिचमा कालो धर्का भएको हुन्छ। त्यहाँ धान पनि यही छ। यसलाई अहिले गत वर्ष हामीले यो डल्ले मसिनो जात उन्मोचन तथा दर्तामा हामीले चाहिँ दर्ता गरायौँ। दर्ता गराएपछि यसलाई अब हामीले बिउ उत्पादन संरक्षण साथसाथै यसको बजारमा माग बढी भएको हुनाले बजारमा यो उत्पादन प्रवर्धन गर्दै बजारीकरण गर्ने गरी हामीले अलि ठुलो क्षेत्रमा लाउने र किसानहरूलाई अलि अभिमुखीकरण गरी किसानहरूलाई पनि उत्प्रेरणा जगाउने काम गरेका छौँ।
योभन्दा 100 वर्ष अगाडि हामी बरियो काउनोको खेती गर्ने थियौँ। बरियो काउनो भनेको पहिला हाम्रो बाउ बाजे बजेको पालामा चामल पाउने थियौँ। यही नै हामीले चामलको भात मानेर खाने थियौँ, राम्रो हुन्थ्यो। तर बिचमा लोभ भएर गयो। लोभ हुनको कारण यसमा गोडमेल गर्न गाह्रो र टिप्न पनि गाह्रो। पछिल्लो पुस्ताले फेरि यसको महत्त्व बुझ्दै आएपछि यसको खेती गर्ने किसानहरू उत्साहित भएर अगाडि बढिरहेको छ। बरियो काउनो बजारमा पनि धेरै माग आएको छ। यसमा सुगर रोगको पनि राम्रो काम गर्दो रहेछ र यसमा कुनै पनि विषादी प्रयोग गरिदिँदैन। चितवन, पोखरा, काठमाडौँ र एग्रोभेटमा हाम्रो उत्पादनहरू त्यहाँ जान्छ। हामीले यो बरियो काउनो दर्ता गर्दाखेरि धेरै कुराहरू सिक्न पायौँ। यो दर्ताको प्रोसेसहरू अनि के गर्नुपर्छ भन्ने कुराहरू किसानहरूसँगै हामी आफै फिल्डमा बारीमा गएर सुरुको रोप्दादेखि खेल्दासम्मदेखि नै हामीले कुन चाहिँ बोर्डलाई राख्नुपर्छ, कुनलाई फाल्नुपर्छ, जात र बेजात छुट्याएर हामीले चाहिँ त्यही बेलादेखि केलाउने र भोलि बिउ निकाल्दासम्मको बाला टिप्नेसम्म चाहिँ हामीले कस्तो चाहिँ राख्ने, कस्तो चाहिँ फाल्ने भन्ने कुराहरू हामीले धेरै सिकिसकेका छौँ। अब त्यस्तो कुराहरू सिक्न पायौँ र हामीसँग भएको अर्को रैथाने बालीहरूलाई हामी दर्ताको लागि चाहिँ सक्षम भइसकेको छौँ र अबको दिनमा हामीले हाम्रो प्लानिङ भविष्यमा प्लानिङ हुनेको हाम्रो यहाँको रैथाने बाली अर्को लेकाली बासमतीलाई चाहिँ दर्ता गर्ने सोचमा छौँ। स्वायत्तमूलक बाली प्रजनन विधिबाट जात पहिचानको सवालमा पनि हामी आफै मात्रै पनि इन्भल्भ हुन्न, किसानहरूसँग बस्छौँ। किसानहरूलाई विशेष गरी एटलिस्ट 2टा स्टेज भन्छौँ। एउटा चाहिँ फुल खेल्ने बेला, अर्को भनेको चाहिँ हार्भेस्टिङभन्दा अगाडि फिजियोलोजिकल म्याच्युरिटी भन्छौँ। त्यो स्टेजमा क्रिटिकल्ली किसानसँग बस्छौँ। यो जातहरू किसानलाई अब त्यो हामीले खोजेको ट्रेड्सहरू चाहिँ कतिको त्यहाँ त्यो रिफ्लेक्ट भएर आएको छ, त्यो अनुसारको ट्रेडहरू त्यो भेराइटीमा आएको छ कि छैन भन्ने कुराहरू किसानसँग बसेर स्क्रिनिङ गर्छौँ। त्यो भेराइटल स्क्रिनिङमा चाहिँ अब हामीले उपयुक्त जातहरू छ भयो कि छैन भन्ने सन्दर्भमा हाम्रो सोल डिसिजन हुन्न, त्यसमा किसानलाई पनि हामीले डिसिजन मेकिङ प्रोसेसमा चाहिँ इन्गेज गराउँछौँ। त्यसरी डिसिजन मेकिङ प्रोसेसमा किसानलाई इन्गेज गराएको हुनाले हो यसबाट विकास भएका जातहरू बढी टिकाउ भएको चाहिँ हाम्रो अनुभव छ।